वेलकम टु राजमगर ब्लगमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। मेरो नाम राजमगर। म बुटोलदेखि बोलिरहेको छु र तपाईँलाई सनसेट पनि भइरहेको छ, तपाईँले देख्न सक्नुहुन्छ। र यसरी तपाईँको बुटोलको यो वरिपरिको माहौल हो। तपाईँको यो बाटो चाहिँ पूर्व पश्चिम जाने बाटो हो। यो तपाईँले देख्न सक्नुहुन्छ। गाडी कुदिरहेका छन्, बाइकहरू कुदिरहेका छन्। र यो बाटो तपाईँको पूर्व पश्चिम तपाईँको रोल्पा, तपाईँको अब रुकुम, प्युठान, दाङ, घोराई, तपाईँको तुलसीपुर, महेन्द्रनगर, कपिलवस्तु, हिमिलिया, चनौटा, कता कता भालुवाङ हुने जाने बाटो चाहिँ यो हो। साथीहरू, तपाईँहरू पनि यो बाटोमा जो कोही हिँड्नुभएको छ भने प्लिज कमेन्ट गर्नुहोला। सायद पश्चिमतिर बस्ने मेरा साथीभाइहरूको लागि सायद यो जाने बाटो यही नै होला। त्यसको लागि धेरै धेरै धन्यवाद। तपाईँ आएर बुटोल घुमिदिनु होला भन्न चाहन्छु। हेर्नुहोस्, पहाड पनि कति राम्रो छ, सुन्दरताले भरिएको हाम्रो प्यारो बुटोल। तपाईँ पनि फेरि हाम्रो बुटोलमा भिजिट गर्न चाहनुहोला भन्दै है। अहिले तपाईँको सनसेट पनि भइसकेको छ, तपाईँ देख्न सक्नुहुन्छ। र तपाईँको फुलबारी मान्छेले हजुरहरूले भन्नुहुन्छ फुलबारी घुम्न जाउँ, बुटोल फुलबारी भन्नुहुन्छ नि। बुटोल फुलबारी तपाईँको तपाईँको सेतो सेतो देख्नु भएको छ नि जङ्गलको बिचमा हो, त्यो चाहिँ बुटोल फुलबारी हो। तर यहाँबाट खासै देखिँदैन। र तपाईँहरू आएर चिडियाखाना सबै भिजिट गरिदिन सक्नुहुन्छ भन्दै यो भिडियोलाई म यहीँ क्लोज गर्न चाहन्छु। मेरो डेली भ्लग हुन आए पनि कहिले कहिले आउँछ, तर पनि माया गरिदिनु होला। हजुरको मायाले आजसम्म यहाँसम्म आएको छु। मेरो 132 सब्सक्राइबर हुनुहुन्छ। हजुरहरूले जो कोहीले मेरो भिडियो देख्नुहुन्छ प्लिज सब्सक्राइब गरिदिनु होला। हजुरको एउटा सब्सक्राइबले गर्दाखेरि यो राजमगरलाई एकदमै ठुलो हेल्प हुनेछ भन्दै मलाई एउटा सानो युट्युब चलाउनु छु। तर हजुरहरूको माया र ममताको आवश्यकता छ। हजुरहरूले सहयोग गरिदिनु होला, प्लिज सब्सक्राइब गरिदिनु होला र मेरो भिडियोलाई लाइक गरिदिनु होला भन्दै यस्तै भिडियोहरू लिएर आउनेछु। हस्त त्यतिन्जेलसम्मको लागि नमस्ते। यो राजमगरलाई बिदा दिनुहोस् है त। बाई, मिस यु अल।